हेलो एभ्रिवान, वेलकम टु माई कुकिङ ब्लग। आज चाहिँ मैले नेपाली थाली बनाउन थालेको, त्यही भएर मैले मसँग भएको तरकारीहरू सबै काटकुट पारे अनि मासुबाट सुरुवात गरे। अनि यो पालि चाहिँ मासु मैले डिफ्रेन्ट वेमा पकाउँदैछु, झोलवाला मासु, त्यो पनि पातलो पातलो झोलवाला मासु। मासुलाई चाहिँ मैले कुकरमा एकछिन चलाएर छोडिदिए, थोरै नुन र बेसार मात्रै राखेर अनि त्यसको पानी सुकुन्जेलसम्म चाहिँ छोपेर पाक्न छोडे। अनि मलाई धेरै कुरा बनाउनु थियो, त्यही भएर मैले अर्कोतिर कराई बसाले अनि करेलाको अचार बनाउँछु भनेर लागे। करेलामा त तितो हुन्छ, त्यही भएर मैले थोरै एउटा आलु पनि राखिदिइहाल्छु भनेर एउटा आलु राखिदिए। अनि आलु पनि सेम प्रोसेस, थोरै नुन र बेसार राख्ने अनि एकछिन फ्राई गर्ने। अनि त्यसपछि करेला राख्ने, लसुन राख्ने, जे मसलाहरू राख्नु मन छ सबै राख्ने अनि एकछिन फ्राई गर्दै पकाउने। अनि यतातिर मासुबाट पानी आएको, ओ माई गड। एनिवेज, अनि यता कन्टिन्यू गर्नै पर्यो। अनि यता फटाफट यो करेलालाई चाहिँ रातो रातो हुने गरेर भुट्ने। करेलाको अचार बनाउँदाखेरि कम्पलसरी हामीले राख्नै पर्ने कुरा भनेको छोप हो। त्यो छोप भनेको भुटेको तिल, मसलाको धुलो। मैले चाहिँ आलस एन्ड भाँगोको छोप राखेँ अनि एकछिन मजाले चलाइदिएँ। थोरै जिरा पाउडर पनि राखेँ मैले। अनि यतातिर मासुको रङ पनि हेर्नै पर्यो। अनि ब्याक टु अचार। अचार सेलाइसके पछाडि चाहिँ लास्टमा थोरै कागती राखिदिनुहोस्, रेडी भयो। अनि खसेको मासु चाहिँ यत्तिको भइसके पछाडि टन्न पानी राख्नुहोस्। अनि म चाहिँ सिधै थाली बनाउन लागेँ। काउली बनाएको भिडियो चाहिँ मेरो नेक्स्ट पार्टमा छ अनि यो अचार बनाएको भिडियो पनि नेक्स्ट पार्टमा छ।